मेयर साहब रहलै त्यत्रो इनर्जेटिक टिम एउटा छु लगाएको शासक गोमजीलाई यहाँ एकदम पाएर यहाँलाई यहाँ स्वागत गर्न पाएँ। त्यसको लागि मैले आफ्नो भाइबहिनी ठानेको छु, पुनः स्वागत गर्न चाहन्छु। र यहाँले भन्नुभयो जस्तै यहाँको पनि प्राथमिकता के हो भन्दाखेरि शिक्षा, स्वास्थ्य, खानेपानी गएर भन्नु यो त तपाईँहरूले चुनावमा त सल्लाह गरेका थिएनौँ त्यो लेख्दाखेरि एउटै लेख्या त्यसो लागिरहन्छ। यहाँबाट पनि म नगर प्रमुख हुँदा चाहिँ मैले मेरो 5 प्रमुख प्राथमिकतामा म काम गर्छु, यो तपाईँले जिताएर पठाउनुभयो भने भनेको थिएँ मैले। पहिलो नम्बरमा शिक्षामा काम गर्छु, त्यसलाई सुधार गर्छु। तेस्रो स्वास्थ्यको क्षेत्रलाई सुधार गर्ने काम गर्छु। तेस्रो घर घरमा खानेपानी शुद्ध कसरी पठाउने त्यो कुरामा मेरो प्रतिबद्धता छ र म त्यतातिर काम गर्छु। चौथो यहाँको उद्यमशीलता र सहरलाई डिजिटाइज गरेर सुशासनयुक्त ढङ्गले सञ्चालन गर्ने काम गर्छु। र पाँचौँ एउटा खेलकुद नगरीको विकास गर्छु। अरू जेनरल गर्ने काम गर्छु तर प्राथमिकतामा लगाएर काम गर्छु भनेर म लगाएको टिम चाहिँ निर्वाचनमा आएका थियौँ। अब यहाँ चाहिँ अलिकति फरक प्रसङ्गमा आउँदाखेरि नेकपा माओवादी र हामी सहकार्य गरेर चुनाव उठेको होइन। त्यसपछि प्रतिस्पर्धामा बुवाले भन्नुभयो जस्तै के छ भने हामी माओवादीबाट एकजना सदस्य पनि जित्न गाह्रो भयो, त्यसको परिस्थिति त्यस्तै भयो। काङ्ग्रेसबाट 5वटा वडा अध्यक्ष र म लगायत केही थोरै नगर सदस्यहरू जितेका छौँ। बहुमत नगर सदस्य र नगर उपप्रमुख 3टा वडा अध्यक्ष एमालेबाट जितेको छ। एकजना समाजवादीको दिउ वडा अध्यक्ष हुनुहुन्छ। यहाँको मैले पोलिटिकल तपाईँलाई बताइदिएँ। बहुमत भन्यो भने नेकपा एमाले पार्टीबाट निर्वाचित भएको साथीहरूकै छ। तर त्यो अल्पमत र बहुमतलाई पनि म्यानेज गरेर एउटा इस्युमा सबैलाई सङ्गठित गरेर लिएर जाने क्षमता चाहिँ नेतृत्वले राख्नुपर्छ। त्यो चाहिँ एउटा जिम्मेवारी पनि हो भन्ने लागेर हामी त्यही ढङ्गले काम गरिरहेको छौँ। र आजसम्म हाम्रो पनि कुनै बैठकमा कन्फ्लिक्ट, इस्युमा कन्फ्लिक्ट र नयाँ कुरा कसै गरौँ भने पनि त्यसमा समस्या आयो भने त्यसमा सबैको सहकार्य नै अगाडि बढिरहेको छ। त्यो बेलालाई पनि खुसीको कुरा हो र त्यो मलाई लाग्छ त्यो त्यति सेयर गर्दा राम्रो हुन्छ भनेर मैले सेयर गरेको त्यो भइरहेको छ। र त्यो 5वटा प्राथमिकतालाई केन्द्रबिन्दु सबै A+ र यसमा मात्रै हेर्ने बानी भयो कि कति ल्यायो नम्बर पर्सेन्ट, फर्स्ट डिभिजन कति, सेकेन्ड डिभिजन कति भनेर हामीले के भन्यो त्यो पनि हेर। तर त्यो हेर्नु त्यो स्कुललाई बेसिक हामीले चाहिँ के भनेको छ त्यसले फेल गर्न पाउँदैन भन्नु त्यो खालको शिक्षा दिनु पऱ्यो। त्यसलाई के गर्ने समस्याहरू के को काहीँ कक्षा कोठामा धेरै विद्यार्थी भएर गर्न सकिएन, हाम्रो जिम्मेवारी हामी त्यसलाई कक्षा कोठा डिभाइड गर्ने वातावरण बनाउँछौँ। शिक्षक पुगेन त्यो हाम्रो जिम्मेवारी हामी दिन्छौँ। तिमीलाई चाहिँ अरू मेटेरियल्सको हिसाबले के सहयोग त्यो हामी दिन्छौँ। तर रिजल्ट दिने जिम्मेवारी कसको? शिक्षकको। त्यसलाई सपोर्ट गर्ने जिम्मेवारी विद्यालय व्यवस्थापन समिति त्यहाँको प्रभाव हो भन्ने एउटा सम्झौता नै गरेर हामीले समिति वडा अध्यक्ष सहयोग छुट्टै विद्यार्थीहरूलाई 9-12 को आइटी इन्जिनियरिङहरू पढाइरहेको छौँ। विद्यार्थीहरूलाई इनोभेसन आइटी इनोभेसन ल्याब भनेर उनीहरूलाई काम गर्न चाहिँ आइटीमा किन अब सबैभन्दा ठुलो जब त्यहाँ मार्केट भएको हुनाले र अहिले युवाको आकर्षण पनि भएको हुनाले हामी आइटी ओरिएन्टेड युवाहरूलाई चाहिँ जबमा लानुको लागि तालिमहरू अहिले नगरपालिकामा सञ्चालन भइरहेको छ। 10 दिनको तालिम भइसकेको छ। त्यसपछि त्यहाँमध्येबाट सेलेक्टेडलाई 4 महिनाको तालिम दिन्छौँ। अहिले 70 जना जतिले लिइरहेछन्। 150,000ले फर्म भरे त कसैको टाइम मिलेन, फुल टाइम दिने यो भएको हुनाले तिनलाई चाहिँ हामी जब मार्केटमा लिएर जाँदैछौँ। यसलाई सीताकी च्याउको हब बनाउने अरू गर्ने यो सारा चिज गरेर अलिकति उत्पादनमुखी कामहरूलाई जोड दिइरहेको छ। अब जहाँसम्म स्वास्थ्यको कुरा छ मात्र अस्पताल 1.5 लाख जनसङ्ख्या छन्, करिब 35,000 घरधुरी छ, बढ्दो जनसङ्ख्या छ। यहाँ हरेक वर्ष 7.4% दरले चाहिँ बसोबासहरू वृद्धि भएर गइरहेको छ। माइग्रेसनको रेट यो देशकै सबैभन्दा पहिलो बढी माइग्रेट भएर आउने जनसङ्ख्या भएको नगरपालिकामा। त्यो मेरो होइन कि राष्ट्रिय जनगणनाको तथ्याङ्क हो होइन। हामी त्यस कारणले यसरी बस्ती विकास विशेष गरी पूर्वको साथीहरू बढी आउनु भएको छ। दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, ओखलढुङ्गा बढी चाहिँ यो क्षेत्रको छ। अनि अरू फाटफुट यो चिजलाई चाहिँ हामीले अगाडि लिएर जाँदाखेरि के देख्यो भन्दाखेरि स्वास्थ्यमा चाहिँ हाम्रो पनि 3टा बर्थिङ सेन्टर यहाँ सहित बसेर सिकेको पनि, मनमोहन र मदन भण्डारीले व्याख्या गरेको भने पनि, राजा महेन्द्रले भनेको भने पनि जनतालाई केन्द्रित गरेर भने त हो सबै कुरा। समाजवाद भने कि त्यो अर्कै चिज त होइन। बिपीको हामीले चाहिँ सिकेर पढेर जाने चाहिँ त्यति होइन भयो। एक हल गोरु हुन्, दुना गाई हुन्, नजिकमा आफ्नो विद्यालय पढ्ने विद्यालय होस्, त्यहाँ चाहिँ उसको उपचार गर्नुपर्ने एउटा नजिकको स्वास्थ्य केन्द्र होस्। मैले चाहिँ काम गर्दाखेरि यति नै कुरालाई मात्रै ध्यान दिएको छु, फोकस। ठुला कुरा पछि गर्ने, साना कुरामा परिवर्तन गर्ने। 70 जना एभरेजमा दैनिक चाहिँ जाँच गर्ने रहेछ। वर्षभरिको ट्रान्ज्याक्सनहरूको सेवा र उधार सबै गरेर 70 लाख जतिको रहेछ। चित्त बुझेन यसलाई कसरी सुधार गर्न सकिन्छ गर्दै त्यो एकै दिन हुँदैन। रुम वाज नट बिल्ट इन अ डे भन्छ नि, एकै दिन त रुम बन्दैन। रुम बन्न समय लाग्छ, तर पाइला चाहिँ निरन्तर चाल्दै जाँदा परिवर्तन हुँदो रहेछ भन्ने कुराको बुझाइ गरेर यसलाई चाहिँ परिवर्तनको बाटोमा अहिले चाहिँ यो हस्पिटल यो अवस्थामा आउँदाखेरि हामी सबैजना खुसी छौँ। तर गर्नु अझ धेरै छ। गर्ने क्रममा अहिले भनेको छु तपाईँले भिजुअलमा हेर्नु सबै हेर्नु करिब अहिले 1000को एभरेजमा भइसकेको छ।
त्यो 60बाट पहिला 100 अहिले तपाईँले भन्नु 100-150 भयो, 100-150बाट 300-350 भयो, 300-350 पासा सेवा बस्यो, पासा सेवा बसेपछि फेरि त्यो अहिले 1000 को रेन्जमा गएको छ। त्यो किन 150मा बसेको थियो, किन त्यो गयो भन्ने कुराको केही कुराहरू सेयर गऱ्यो भने चाहिँ मलाई लाग्छ त्यो फ्रुटफुल होला। अहिले आजको हाम्रो यो उठबसले चाहिँ त्यो कुरा अलिकति सेयरिङ इम्पोर्टेन्ट हुन्छ कि जस्तो मलाई लाग्छ। त्यहाँनिर अलिकति काम गर्ने कुराहरूमा बेसिक सर्भिस दिँदा एउटा वर्ग आउँदो रहेछ। अलिकति सर्भिसलाई त्यो बेसिकभन्दा माथि लग्यो भने अरू धेरै त्यसमा जोडिँदो रहेछ। भने विशेषज्ञ सेवा सुरु गरेर जोड्दो रहेछ। विशेषज्ञ सेवा चाहिँ त्यसको गुणस्तर चाहिँ हो है भन्ने विश्वास गरेर त्यसपछि बल्ल अर्को एउटा वर्ग जोडिँदो रहेछ। बेसिक सर्भिस, थप विस्तारित सेवा, विशेषज्ञ सेवा, विस्तारित सेवा, त्यसको गुणस्तरको ग्यारेन्टी, गुणस्तरको ग्यारेन्टीबाट पनि त्यसलाई अलिक समयदेखि व्यवस्थापकीय कुराहरू सबै मिलेको हस्पिटल हो भने अनि बल्ल मान्छेहरूले त्यो हस्पिटलप्रतिको एउटा विश्वास हुँदैन त्यहाँ आउनु थाल्यो भने त्यहाँ त्यसको लागि एउटा राम्रो टिमवर्क हुनुपर्ने सबै हुनुपर्ने रहेछ। हामीले त्यो कुरालाई ध्यान दिएर पटक पटक गर्दाखेरि बेसिक सर्भिस 4 जना डाक्टरको सट्टा होइन उहाँले पहिला के हुन्थ्यो 10 बजीदेखि 4 बजीसम्म बिरामी हेर्नुहुन्थ्यो, त्यसपछि उहाँको काम सकिन्थ्यो। सर्भिस के थियो, बेसिक आयो भने यसो हेर्ने, जाँच गर्ने, सामान्य उपचार गर्ने, ल्याबको सामान्य कुरा केही भएन भने अन्त रिफर गर्नुपर्ने, अन्त केही रिफर गर्नुपर्ने, त्यो विषय त्यसलाई म्यानेज गर्दाखेरि के हो थोरै पऱ्यो। अब के हो विशेषज्ञ सेवा चाहियो, हार्ट जोडीको थप्यौँ, फिजियोथेरापी थप्यौँ, बिमाको कार्यक्रमलाई इफेक्टिभ बनायौँ। अनि त्यसपछि अब हाम्रो बेसी डाक्टर साहब त यहाँ हुनुहुन्थ्यो, अब त्योबाट पनि हामी अझ बढी माथि जानु खोज्दैछौँ। अब हामीलाई चाहिएको यो सबै हेरेको छ। यो हस्पिटलको चाहिँ अर्को कुरा के छ, इन्भेस्टिगेटिभ पार्टलाई चाहिँ हामीले एकदमै ध्यान दिनुपर्ने रहेछ। रिलायबिलिटी, गुणस्तर, मान्छेको विश्वास चाहिँ त्यसले बढाउँदो रहेछ। त्यो बढाउने क्रममा जब हामीले यहाँ ल्याबको गुणस्तरलाई एकदमै त्यसलाई चाहिँ व्यवस्थित बनायो, एउटा अर्को स्तरमा पहिला हामीसँग सेमी अटोमेसन थियो, त्यसलाई हामीले आफूले किनेर अटोमेटिक मेसिनहरू ल्यायौँ। अटोमेटिक मेसिन नभएर हाम्रो सङ्ख्या बढ्दै गएपछि के भयो, गुणस्तरमा कहिले काहीँ क्वेसन आइरहेको थियो। यहाँ जताको अर्कै आउँछ सुगरको, यहाँ जताको अर्कै आउँछ भन्छ मान्छेले, होइन कारण विभिन्न होला तर भन्छ। अब हामीलाई पनि ग्यारेन्टी कतिपय कुरा नहो कि तर त्यो मेडिसिटी र उसले चलाउने ल्याब हामीसँग चाहिँ यहाँ ड्राई केमिस्ट्री ल्याबबाट हामी चलाइरहेको छौँ। तिम्रो कुन चाहिँबाट ल कम्पेयर गरौँ न भन्दाखेरि अहिलेको ल्याबको गुणस्तरमा हामी निर्धक्क भएर मान्छेलाई भन्न सक्नु भयो। त्यो भएपछि के भयो भने मान्छेले अब हो त्यहाँ त ल्याब साँच्चीको अर्कै स्तरको छ, त्यसले अर्को एउटा विश्वसनीयता थप्यो र त्यसले त्यो मात्रै थप्यो। यो ल्याबको चाहिँ सुविधा के हुन्छ, सङ्ख्या बढ्दै गएपछि मभन्दा डाक्टर साहबहरू यहाँ हुनुहुन्छ, हजुरहरूलाई अझ बढी थाहा छ। त्यो ल्याब चाहिँ रिपोर्ट दिने कुरा हुन्छ। पहिला के हुन्थ्यो, हाम्रो सेमी अटोमेटिक मेसिनले अटोमेटिक राइसे चाहिँ बिहान गएर बेलुका लिन आउँछ है भन्नुपर्थ्यो, त टाइम लाग्छ नि त्यसले। अहिले हामी के भन्छौँ, 2 घन्टापछि तपाईँको रिपोर्ट कुनै बढी से बढी नभए अहिले के भन्छौँ एकछिन आउँछ, आज आउँछ, बिहान डक्टरलाई देखाउँछ, डाक्टर साहबले भनेको इन्भेस्टिगेसन गर्छ, अनि बेलुका फेरि डक्टरलाई रिपोर्ट दिएर एकै दिनमा उपचार जान्छ। हिजो यहाँ एउटा उपचार गर्नु 2 दिन 3 दिन लगाएर उसले जानु पऱ्यो। यसले फेरि मान्छेलाई के गर्यो, विश्वसनीयता। अर्को के गर्यो, 8 देखि 6 गर्दाखेरि यो त बिहान स्कुल जाने, अफिस जाने सबै मान्छे पहिला जचाउँछु, फेरि चाहिँ समस्या छ 8 बजीदेखि खोलिहाल्छ, 1 घन्टा त्यहाँ लाग्छ, जचाउँछु अनि जान्छु। त्यो मान्छेहरू त्यो ग्रुपहरू आयो। अर्को चाहिँ मैले भने तपाईँको अहिले व्यवस्थापकीय कुराहरू, तपाईँ त्यहाँ जानुभयो, लबीमा हेर्नुभयो, यहाँ आउँथ्यो लाम भिड पहिला मान्छेले कसरी म्यानेज गर्ने धेरै कुरा सोच्यो, ठाउँ छैन, यसको व्यवस्थापनलाई रिओरिएन्टेसनहरू त गऱ्यो। अरू त्यसलाई राख्ने भनेपछि अनि हामी एउटा प्रविधिको प्रयोग गरौँ। अब जस्तै टोकन प्रणाली एउटा लागु गर्दैछ, मान्छे त्यहाँ आएर एसी छ, ट्याक्क भित्र छिर्छ, एसीको सरर चिसोमा तातो भएर आएको नि त्यहाँ ठन्डा भएर बस्छ, होइन जाडोमा भित्र ठुल्ठुकामा छु नि यहाँ टिक्क मन तातो भएर बस्छ। त्यो सुविधाले नै पहिला त्यसलाई कन्फिडेन्स दिलाउँदो रहेछ कि एउटा अलिकति फरकपन दिलाउँदो रहेछ। त्यो यसो हेर्छ त्यहाँ टोकन ठ्याक्क चिजो प्रविधि त्यहाँ गराइरहेछ, उतातिर चाहिँ मोनिटरबाट भइरहेछ। यसले उसलाई के गर्यो, यो हस्पिटल त अलिक फरक हो प्राइभेट, यहाँ जानु र त्यहाँ ओम र मेडिसिटीमा जानु उसले त्यो लगभग उस्तै देख्छ क्या। यो त काठमाडौँको जनताहरू फेरि अलिक सोफिस्टिकेटेड चाहिन्छ, सुविधा चाहिन्छ। यहाँ आएपछि त्यो अन्त भएको भन्दा के फरक हो, पहिला आउँदाखेरि उसलाई के लाग्छ, यहाँ चाहिँ के पनि नभएको सुविधा नभएको अस्पतालमा कहाँ जाने भन्ने जस्तो लाग्छ। अब अहिले त्यो होइन, उसलाई के लाग्छ, यो त सुविधा भएको अस्पतालमा गइरहेको छ भन्ने लाग्छ र उसले त्यो आधारमा आफूलाई के ठान्यो भने मेरो क्याटेगोरीको अब हस्पिटल हो भन्ने बुझेको छ उसले। अहिले पहिला म होइन त्यहाँ नसक्ने अलिकति गरिब दुःखीको लागि हस्पिटल हो कि हाम्रो लागि त अर्कै उतै जानुपर्छ भन्थ्यो, मेडिसिटी जाने, मेडिकेयर जाने, ओम जाने, कहाँ जाने भन्थ्यो, टिचिङ जाने भन्थ्यो। अहिले त्यो भन्दैन, अहिले के भन्छ, त्यहाँ घर नजिकै छ ती जाउनु भन्छ। यी चिजहरूले बढ्यो है भन्नु खोजेको त्यसले भन्छ। अनि यहाँ कोही औषधिको त्यो ठेक्का हाल्ने मान्छेहरू यस्ता हुन्छन् कि गुणस्तरहीन औषधिहरूको ठेक्का हालेर डाक्टर साहबहरूलाई त्यो औषधि लेख्नै मान्नु उहाँले। दुविधा भन्छु म दिन्छु, उहाँको क्रेडिबिलिटी हस्पिटल क्रेडिट सबै सिद्ध हुन्छ, त्यो औषधि कामै गर्दैन। एउटा नामै लिएर भन्छु, मैले सुनेको त्यो 2-4वटा म एउटा नाम लिउँ, क्युमेट भन्नेले
उसले कुन चाहिँ त्यो बेच्नको लागि तयारी हो र कुन चाहिँ यहाँ चाहिँ त्यो ठेक्कामा हाल्नको लागि यस्तोलाई दिने हो भन्ने औषधि क्याटेगोरी नै फरक छ। माटोसरी औषधि दिएर चाहिँ बिरामीलाई ठिक हुँदैन नि त। एउटा गुणस्तर औषधिको, दोस्रो के त्यो औषधि जति बिरामीको सङ्ख्या बढ्दै उति उति चाहिन्छ नि त, धेरै धेरै चाहिन्छ नि त, तपाईँसित लिमिटेड हुन्छ त्यसको दिने कुरा। अनि अर्को औषधिको भेराइटी पनि डाक्टर साहबहरूसँग बुझेर गर्नु, लगभग 5500 भेराइटी औषधिहरू रहेछ। अब हामी यहाँ 1300 राखेर त त्यो 5500 मिट हुन्छ त, हुँदैन त। अनि यहाँ आउँछ के भन्छ, सबै कुराको औषधि दिँदैन हस्पिटलले, के जान्थ्यो हस्पिटल भन्छ कोही, भन्यो भनौँ न पहिला। अब हामीलाई त्यो धेरै तनाव हो, त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा सरकारको खरिद प्रक्रियालाई पनि मान्नु पऱ्यो। यहाँ औषधि पनि गुणस्तरीय चाहियो र त्यसलाई एकदम टाइम एन्ड अगेन त्यो हुन्छ। हामीले अहिले त्यसको व्यवस्थापन के गरेका छौँ भन्दाखेरि, एउटा त खरिद गर्दा नि केही ब्रान्डहरू तोकेर गर्ने भनेर हामीले चाहिँ एउटा त्यो प्रक्रियामा अगाडि गरेका छौँ। एउटा पो तोक्न पाएन, 4-5वटा हाम्रो डाक्टर साहबहरूले रिफर गरेको त्यो कुरा चाहिँ राखेर त्यो गर्ने। अर्को एउटा चाहिँ हामीले यहाँ रिभल्भिङ फन्ड राख्दैछौँ, यो फार्मेसीमा व्यवस्थापन समितिबाट निर्णय गरेर 15 लाखको रिभल्भिङ फन्डले अब उसले पटक पटक औषधि दिन्छ, ती एन्ट्री गर्छ, ती बेच्छ, त्यसको नाफा चाहिँ यता हामी तान्छौँ, अरू चाहिँ त्यो सर्वजन चलिरहेको यो नगरिकन यो चलेन। औषधिको गुणस्तरमा हामी काम गर्न सक्छ त्यसलाई। अहिले त्यो गरिसकेपछि फार्मेसी पनि लगभग धेरै कुराहरू म्यानेज भएको छ। अब यो चिज चाहिँ मैले के भने, हामी सेन्टरमा हरेक दिन हाम्रो त्यहाँको डक्टर जानुहुन्छ, यहाँको एमबिबिएस डक्टर, अनि हप्ताको 1 दिन कि 2 दिन गएर राख्न चाहिँ बर्थिङमा गाइनिकोलोजिस्ट डक्टर 1 दिन जानुहुन्छ। अनि उहाँहरूले ती मिल्ने कुरा सबै त्यही उपचार गर्नुहुन्छ, नसक्ने कुरा हुन्छ। त्यसको लागि हामीले सपोर्टमा के गरेर हरेक बर्थिङ सेन्टरमा यो हामीले अहिले ल्याबलाई विस्तार गरेका छौँ। एउटा गर्भवती महिला आयो भने त्यसको चाहिँ कम्तीमा बेसिक टेस्टहरू, हेल्थ टेस्ट के गर्नुपर्ने एउटा त्यसको प्रोटोकल हुँदो रहेछ, हजुरलाई थाहा छ। त्यो प्रोटोकल चाहिँ त्यहाँ होस्, कम्तीमा चाहिँ उसको चाहिँ थाइरोइडसम्मको टेस्ट पनि त्यो होस्। त्योभन्दा बढी केही उपचार गर्नुपर्ने, टेस्ट गर्नुपर्ने हुन्छ, अनि यहाँ रिफर गर्ने यो सिस्टम हामीले इन्टरलिङ्क गरेका छौँ। यो बिमासँग पनि जोडिदिएको छौँ। बिमा पनि जोडिएपछि कि बिमाको सेवा लिने मान्छेले पनि उसलाई अत्यावश्यक कुरा भयो भने यहाँ आउँछ, धेरै ठुलो के भयो नत्र भने तीबाट उपचार गर्छ। यो खालको एउटा म्यानेजमेन्ट गरेका छौँ। त्यसले गर्दा के छ, बिरामीहरूको यहाँको चापलाई पनि कम्तीमा ती उ गर्ने। अर्को कुरा त्यसले प्रचार पनि गर्दछ, त्यहाँ घर नजिक सेवा पनि दिँदो रहेछ, बेसिक चिजको लागि अन्त जाँदैन। अब यो चाहिँ म्यानेजरको कुराहरू मैले त्यो अनुसारको एउटा चुस्त दुरुस्त के गर्यो, कार्यविधि बनायो। त्यो कार्यविधि अन्तर्गत यहाँको सिस्टम बनायो। पहिला यहाँ चाहिँ हाम्रो चाहिँ नि कार्यकारी निर्देशक हुँदैन थियो, र प्रशासन प्रमुख हुनुहुन्थ्यो, मेसो हुनुहुन्थ्यो, अनि अरू हुनुहुन्थ्यो। त्यसरी काम गर्दा त्यसले रिजल्ट दिन सकेन। अनि यसलाई स्वायत्त बनाउने भनेर हामी त्यसमा चाहिँ लेखेर नगरसभाबाट निर्णय गरेर यसलाई स्वायत्ततर्फ लाने भनेर निर्णय गरेर अहिले यहाँको डिसिजन कलेक्टर चाहिँ यहाँको म्यानेजमेन्ट कमिटी। नगरपालिकाले केही दिनु पऱ्यो भने अनुदानको रूपमा नगर अस्पतालले दिन्छ। अहिले रेगुलर स्टाफको तलब जो चाहिँ सरकारी दरबन्दीको स्टाफको तलब नगरपालिकाले खुवाउँछ। अरू पैसा चाहिँ के गर्छ भने यहाँको खातामा पठाइदिन्छ। हाम्रो यहीँ एकाउन्टेन्ट हुनुहुन्छ, यहीँ स्टोर किपर हुनुहुन्छ, सबै उहाँले म्यानेज गर्छन्, यहीँबाट तलब पाउँछ। यहाँको खरिद प्रक्रिया अब हाम्रो टेन्डर गर्नेदेखि सबै यहीँबाट हुन्छ। अहिले हामी सूत्र सिस्टम नगर अस्पतालको छुट्टै यहीँ नै छ, खाता एकाउन्ट सिस्टम यहीँबाट सञ्चालन हुन्छ, प्रोक्युरमेन्ट प्रोसेस यहीँबाट हुन्छ। सपोर्ट मात्रै कसले गर्छ, मोनिटरिङ एन्ड सपोर्ट नगरपालिकाको, अरू सबै स्वायत्त ढङ्गले यो चल्ने खालको वातावरण हुन्छ। यसको पैसा जे आयो यसको खातामा बस्छ र त्यो सिस्टमले कामहरू गराएर चाहिँ मैले व्यवस्थापकीय ढङ्गले अलिक स्वायत्तताको हिसाबले कुरा गरेँ। र सानो टिम पहिला यहाँ 12-13 जनाको कमिटी बनाएर छ। म आउनुपछि त्यसलाई मैले यसो भने को काम गर्ने मेन प्लेयरहरू को हुनसक्छ यसलाई सपोर्ट गर्ने, त्योभन्दा ठुलो राख्यो भने खालि विचारमा धेरै कुरा आउँछ, काम गर्ने बेला समस्या आउँछ। यो मान्छेको फरक फरक विचार भइहाल्छ भनेपछि जम्मा अहिले हामी कतिजना 7 कि 9 7 जनाको मात्रै व्यवस्थापन समिति छ। नगर प्रमुख, अध्यक्ष, उपप्रमुख सदस्य, उहाँ कार्यकारी निर्देशक, त्यसको सदस्य सचिव, प्रमुख प्रशासकीय अधिकृत सदस्य, यही वडाको वडा अध्यक्ष 1 जना सदस्य, मेसो त्यसमा चाहिँ हुन्छ हुनुहुन्न, मेसो हुनुहुन्न, अरू 2 जनाको बाहिर, 2 जना बाहिर चाहिँ विज्ञको रूपमा चाहिँ बाहिरकोबाट राख्ने भन्दा हामी त्यसरी गर्छ। त्यसले गर्दा काम गर्ने एकदम सजिलो भएको थियो। त्यो बढी हाँस्यो, यसले गर्छ यसले गर्छ, त्यो थोरै मान्छेको त विचार मिलाउन सजिलो हुन्छ नि त, त्यसले काम गर्ने सजिलो भएको छ। त्यस कारणले यसरी चाहिँ हामी काम 2 हप्ता भयो कार्डियोलोजिस्ट र इको सेवा सुरु गरेका छौँ हामीले अर्को चाहिँ अन्कोलोजिस्ट पनि सुरु गरिसकेका छौँ सेवा। अब हामी अर्को नेफ्रोलोजिस्ट लगायत उहाँलाई भन्नु थप सेवा दिँदै जाने। अब यहाँ चाहिँ कस्तो हुन्छ भने एमडी डाक्टर उहाँ हुनुहुन्छ, उहाँले हेरिराख्नु भएको चाहिँ चित्तै बुझाएको थियो, मान्छेलाई ठिक थियो। तर एउटा ग्रुप के थियो भने मलाई सुगर भएको छ भनेपछि सुगरको स्पेसिलिस्टको त्यहाँ जानु खोज्छ, छातीमा समस्या आयो भने कहाँ जानु खोज्छ, चोखानी खोज्दै हिँड्नु खोज्छ।
एउटा अर्को एउटा वर्ग छ क्या त्यो, त्यसलाई अझ हामीले अस्पतालभित्र ल्याउन सकेका छौँ, त्यसलाई ल्याउने योजनामा छौँ भएन। त्यसो हामीले तपाईँ हप्ताको 2 दिन आइदिनु पऱ्यो चाहिँ भन्ने वालामा छौँ हामी के त्यो लेभलको मैले भन्नु खोजेको। त्यो भने मान्छेको के छ, नाम सुनिरहेको डाक्टर हो त त्यो पो हो त सुगरको जोड्नु पर्ने भन्ने जुन खालको एउटा अहिले बुझाइ छ, त्यो खालको मान्छेलाई यहाँ चाहिँ अलिकति इन्ट्रोड्युस गरेर फेरि अर्को थरी मान्छेहरू पनि ब्राकेटमा आउँछ भन्ने हाम्रो चाहिँ बुझाइ हो होइन। त्यो 1200बाट फेरि त्यो के गर्छ नि बढ्दै जान्छ। सिएस सुरु त्यो अपेक्षित थिएटर छ यसो मतलब होइन, त्यो चाहिँ एकदम राम्रो कुरा। हाम्रो चाहिँ यहाँ के देखिरहेको छ भने अहिले गर्भवती महिलाहरूलाई विशेष समस्या, बर्थिङ सेन्टर छ, ऊ अन्तिममा गर्भवती हुने बेला कहाँ जान्छ, छैन सिएस, मान्छे डराउँछ अथवा चाहिने हुनसक्छ, उसको सेक्युरिटीको कुरा हो, डक्टरले पनि रिफर गर्नुपर्ने हुन्छ, ऊ अहिले अरू अस्पतालमा जान्छ। सामान्य अपरेसन हाम्रो हार्ट जोड्नेले उसले भन्छ यी तत्काल गर्न सक्छ, अन्त उहाँहरू नै गरिराख्नु भएको छ गरेपछि हामीले अपरेसन थिएटर चाहिँ तत्काल गरेर त्यसको टेन्डर प्रोग्राम अन्तिम अवस्थामा छ, त्यसलाई चाहिँ अगाडि लिएर जान खोजिरहेछौँ र प्राइभेटको हस्पिटललाई यसलाई चेन्ज गर्नेछौँ। त्यसको सबै आई लगायतको अर्को प्रक्रिया अहिले अगाडि बढिरहेछ, हामी काम गरिरहेछौँ। 100 बेडको अस्पताल बनाएर यसलाई जाने हाम्रो सोच छ। अब यो सबै यो हुँदाहुँदै अर्को 2टा कुरा त्यसमा जोडिएको कुरा हामी कसरी काम हुन्छ। अब यहाँ अन्तिममा जसो कुरा गऱ्यो भने तुमडीको कुरा आउँछ नि हेर्नुभयो, जे गरे पनि आफ्नो क्षमता के छ लगानी गर्ने भनेपछि यहाँ हामीलाई पनि यो कुराको एउटा प्रेसर हो परेको थियो। स्रोत साधन हस्पिटललाई चाहिँ थप्ने कुरा के रहेछ भने सुरुमा हामी एउटा चाहिँ कन्भिन्स भएर गऱ्यो भने, टिम कन्भिन्स भएर गऱ्यो भने चाहिँ मैले हामी सेल्फ सस्टेन यो हुँदैछ कि उदाहरण त्यसलाई 2टा बाटो हामीले अवलम्बन गऱ्यौँ। हजुरहरूले पनि त्यो चाहिँ गरिराख्नु भएको छ, त्यसैलाई अझ बढी फोकस गर्नुहोस् कि भन्ने मेरो चाहिँ सुझाव छ। मैले पनि त्यो गरिरहेको छु, अझ बढाउँदैछु। त्यो के हो, एउटा हामीले जनतिर खोजेको पहिलो नम्बरको चाहिँ निमुखा गरिब दुखी अशक्तहरूलाई नै सेवा दिन खोजेको। अझ हजुरहरूको त 2टा ग्रुप भन्नुभयो, थारू ग्रुप, यता चाहिँ तामाङ ग्रुप, अरू छ। तराईमा चाहिँ फ्युडलिजम विविध कारणले चाहिँ त्यहाँ गरिबीहरूको रेखा एकदमै ठुलो छ। जो धनी छ असाध्यै धनी छ, जो गरिब छ असाध्यै गरिब छ। त्यो ग्रुपलाई चाहिँ ल्याउन तपाईँसँग बिमाभन्दा अरू कुनै विकल्प नै छैन। बिमा कार्यक्रममा एकदम फोकस गर्नु। हामीले अहिले के गरिरहेको छौँ, बिमामा 60 वर्षभन्दा माथिको नागरिक जो छ उसको परिवार, तपाईँको चाहिँ यो एकल महिला जो छ, अशक्त जो छ, अनि त्यसपछि दलितहरू जो छन् त्यो सबैको निःशुल्क बिमा नगरपालिकाले गर्दैछ। दीर्घरोगीहरू जो छन् निःशुल्क बिमा हामीले गरिदिन्छौँ। अनि अर्को हामी के गर्छौँ, अब कर प्रणालीसँग बिमा कार्यक्रमलाई जोड्दैछौँ। 1 लाखभन्दा बढी कर तिर्ने मानिसको हामी निःशुल्क बिमा गर्दैछौँ। वार्षिक 1 लाखभन्दा बढी कर तिर्ने निःशुल्क नगरपालिकाले होइन निःशुल्क बिमा गरिदिने। यो गरेपछि सबैलाई बिमाको ब्राकेटमा ल्यायो भने जनतालाई पनि स्वास्थ्यको कस्ट घट्यो। त्यो बिरामी कहाँ जान्छ भन्दाखेरि तपाईँको हस्पिटलमै साइकलमा आउँछ नि त, चेनमा आउँछ नि त हाम्रो हस्पिटलमा। त्यो चेनमा आउने बित्तिकै के छ, हामीले अर्को के गरेको छ, नगर हाम्रो कर्मचारीहरूको परिवारको सबैको निःशुल्क बिमा गरेको छ। शिक्षकहरूको, सामुदायिक विद्यालयको शिक्षकहरूको सबैको निःशुल्क, संस्थागत विद्यालयहरूको 50, त्यसमा हामी 3टा पार्टनर छौँ। हामीले 30% हालिदिन्छौँ, अनि अर्को चाहिँ 20% त्यो उसले हाल्छ, 50% चाहिँ स्कुलले हालिदिन्छ। 2022 स्टुडेन्ट छन् त्यहाँ, के टिचर छन्, तिनले पनि सुविधा आफ्नै नगरपालिकामा पाउनु भयो। अब यहाँ त विश्वास हो नगरपालिका गएर सबै सुविधा पाइन्छ, विषयको सुविधा छ, औषधि नि पाइन्छ, इको गर्न पऱ्यो इको गर्न पाइन्छ, अल्ट्रासाउन्ड गरेर अल्ट्रासाउन्ड गर्न पाइन्छ भनेपछि उनीहरू विश्वस्त भएर सर्भिस पनि लिन आउनु भयो, फ्री पनि पाउनु भयो। बिमाबाट उसले हेर्दा फ्री भयो नि त बिमामा जो। त्यसैले अहिले हाम्रो यहाँको के छ, अहिले 30% क्यासको, 70% बिमाको कारोबार भइरहेछ। 1.5 करोड एभरेज, अहिले 1.5 करोड, 1.25 करोड, 1.5 करोड, 1.25 करोड भइरहेछ। अहिले भर्खर मैले अहिले पठाएको रिपोर्ट हेरेको थिएँ। हामी हरेक महिनाको रिपोर्ट के गर्छौँ, पब्लिक गरिदिन्छौँ के कुरामा कति हाम्रो आम्दानी हो भनेर गर्दाखेरि एउटा खालि उदाहरणको लागि मैले सुनाउन मात्रै खोजेको। यो महिनाको आम्दानी हो, त्यसमा चाहिँ 81 त्यसको डिटेल चाहिँ एक्चुअली भन त, डिटेल 81,82,740 चाहिँ हाम्रो यस बिमाबाट आम्दानी भयो। 41,61,000 चाहिँ हाम्रो क्यासबाट त्यसमा पनि त्यसको ब्रेकडाउन हजुर। त्यसमा पनि ल्याब, एक्सरे, युएससी 34 लाख, फार्मेसी 4 लाख, आँखा आम्दानी 2,58,000, अनि वडा नम्बर 2, 5 र 9 मा विस्तारित सेवा छ। त्यसको 41 लाख चाहिँ हाम्रो क्यास एमाउन्ट भयो। त्यस्तै गरी बिमामा चाहिँ 81,82,740 टोटल गरेर 1,52 लाख। यो महिना अस्ति सबै झन्डै 1,75 पुगेको थियो होइन। अहिले यो महिनामा चाहिँ के भन्दाखेरि हाम्रो 7 दिन बिदा परेको छ, तथापि पनि हाम्रो 4 करोड बिदा पनि त्यो आम्दानी पनि कम हुन्थ्यो, ब्राकेटमा पैसा पनि कम हुन्थ्यो नि त। त्यसले गर्दा यहाँ म्यानेजमेन्ट गर्न हामीलाई अलिक बढी भर पर्नु पर्थ्यो।
अब क्रमिक रूपमा हामी कहाँ पुग्छौँ भने ल तलब चाहिँ सबै नगरपालिकाले आफ्नो स्टाफको खुवा भनेर हामी तयार भइसक्यौँ। हाम्रो अहिले हिजो ठ्याक्कै त मलाई बिर्सेँ मैले कसलाई थाहा छ पहिलाको कर्मचारी यो 79 भन्दा पहिलाको कसैलाई याद छ भने त्यो झन्डै मलाई लाग्छ 50-60 जनाको रेन्जमा थियो होला। अहिले यहाँ 200 जना कर्मचारी भइसक्यो मेडिकल स्टाफ सहित होइन। 70 लाख जति हामी करारको कर्मचारीलाई तलब एभरेजमा खुवाउँछौँ। त्यो 70 लाख रुपियाँ हामीलाई खोल्ने केही समस्या छ त अस्पतालमा अहिले छैन नि त। यसैले कमाएको चाहिँ यसैले खुवाउँछ। हामीलाई त अलिअलि गाली आउँछ फेरि यसले जागिर खुवाउनुलाई अस्पताललाई अलिअलि सबै गरेर भर्ना गरेर चाहिँ के भन्छन् तर अलिअलि आँट गरेर पछाएर अगाडिपट्टि चाहिँ आफ्नो काम लिडरसिपको कामै थियो होइन। तिमी भन्दै गर कुनै दिन तिमीले बुझ्छौ भन्दा हामी अगाडि बढ्ने सेवा पाएको छ नि त। अहिले के छ भने यहाँ चाहिँ 197 थियो अस्ति अब बढ्दैछ होला यो गर्नुपर्छ भनेर अहिले हामीले 11 करोड रुपियाँ यो हस्पिटलको लागि अनुदानको लागि पूर्वाधार विकासको अनुदानको लागि भनेर छुट्याएको छ। त्यसको उद्देश्य दुईवटा के हो अक्सिजन के अरे अपरेसन थिएटर जसरी बनाउने तर नगरपालिकालाई सँग प्रेसर नपरोस् यसको लङ टर्म आफै सस्टेन होस् भने हामी अरू के बाटो खोजिरहेको छ। अहिले टिडिएफसँग हाम्रो सम्झौता भइरहेको छ। 20-25 वर्षको बाद यसले तिरिहाल्छन् आफ्नो पैसा। अपरेसन थिएटर खोल्ने बित्तिकै पैसा तिर्छ भने हामी करिब 25 करोड अहिले टिडिएफसँग ऋण सम्झौता गरेर उसले 10% अनुदान दिन्छ। अरू पैसा चाहिँ हामीले ऋण सम्झौता गरेर चाहिँ यसलाई यसको अक्सिजन प्लान्ट बनाउने यसको अपरेसन थिएटर बनाउने अलिक केही भौतिक पूर्वाधार विकास गर्ने कामको लागि हामी ऋण लिँदैछौँ। मैले हजुरलाई चाहिँ हजुरले गरिरहेको कुरालाई अझै थप्नुहोस् भन्छु। बिमाको ब्राकेटमा कसरी जाने भूगोल हामीले 1 नम्बरको भूगोल हाम्रो पनि तामाङ बस्तीहरू छ एकदमै अनप्रिभिलेज कम्युनिटी छ त्यहाँ अलिक कम्पेरिटिभली गरिब अलिक समुदाय पछाडि परेको समुदाय छ। त्यसको त्यो 1 नम्बरको हामीले के बनाएको छौँ तामाङ जति सबैको फ्रीमा हामीले चाहिँ बिमा गरिदिन्छौँ। अब हजुर भोलि उहाँको वडा र उहाँको वडामा फ्रीमा गरिदिनु न त्यहाँका मान्छे कहाँ आउँछन् यहीँ आउँछन् जनतामा पपुलर पनि भयो। त्यो पैसा के तपाईँले एकचोटि 3500 तिर्ने कुरा चाहिँ ठुलो कुरा हो। उताबाट तिरे जस्तो हुन्छ यता घुमेर पैसा आउँछ बढी आउँछ प्रिभेन्सन गर्न खोजेको नगरपालिका यो नगर अस्पतालमा त्यसले नै हाम्रो ल्याबलाई सुधार गरेको। त्यो एकदम मुटु जे चिज थियो त्यसलाई किन अब एकैचोटि 7-8 करोड खर्च गर्नुपर्ने भयो। त्यो 7-8 करोड खर्च गर्ने सक्ने क्षमता नगरपालिका एकैचोटि भएन। त्यो नसुधार गर्ने हस्पिटलको गुणस्तरीय वृद्धि भएन मान्छेको विश्वसनीयतै भएन भनेपछि हामीले यो कुरालाई प्रस्ताव बनाएर धेरै अध्ययनहरू गरिसकेपछि बोर्डले छलफल गरेर निर्णय गर्यो। बोर्डको निर्णयलाई कार्यपालिकाले अनुमोदन गर्यो। कार्यपालिकाले नगरसभाले अनुमोदन गरेर हामीले सेरो ल्याबसँग के गर्यो एउटा सम्झौता गऱ्यौँ। मेसिन उसले राखिदिने सबै जे चाहिन्छ हाम्रो वडा लेभलसम्म मेसिन चाहिँ उसको जिम्मा ड्राई केमिस्ट्री क्वालिटेटिभ मेसिन उसले राख्ने। त्यहाँबाट कर्मचारी र एडमिनिस्ट्रेसन यहाँको जिम्मा हाम्रो भेन्यूदेखि सबै जिम्मा हाम्रो। त्यहाँबाट आएको आम्दानी चाहिँ के गर्छौँ 40% सेरोले लान्छ 40% नगर अस्पतालको आम्दानी हुन्छ। बाँकीको 20मा 10% मेन्टेनेन्स र यो त्यसको रिएजेन्ट किन्नको लागि एउटा खाता खोलेर त्यहाँ छुट्याइदिने। अर्को 10% चाहिँ गरिब निमुखाहरूलाई फ्री सर्भिस दिनको लागि त्यो छुट्याइदिने। योभन्दा पहिला सबैभन्दा समस्या अब यो हजुरलाई र मेरो साहबले अझ बढी विवरण भयो होला। यो त काम गर्दै गएपछि थाहा हुने कुरा हो नि त। मलाई त यो हस्पिटलमा अगाडि बढ्दै जाँदा के भयो जबसम्म सेरोसो कन्ट्र्याक्ट गरिएन म सबभन्दा बढी समस्यामा परेको मैले औषधि एउटा भने त्योभन्दा बढी चाहिँ यो ल्याबको रिएजेन्ट किन्ने अर्को समस्या वर्षमा करोडौँ चाहिन्छ। बढाउँदै गएपछि अहिले 20 लाखको चाहियो भने सङ्ख्या 200बाट 400 हुन्छ 40 लाखको चाहियो। प्रोक्युरमेन्ट प्रोसेस एकातिर हुन्छ त्यो ल्याउनुपर्ने अर्कोतिर हुन्छ। त्यो चाहिन्छ नल्याए त्यहाँ बन्द हुन्छ। डाइरेक्ट खरिद गरौँ उता खरिदारले मान्दैन नखरिद गरौँ यहाँ चल्दैन। अर्को गुणस्तरको कुरा पनि छ भनेपछि त्यसलाई के गर्यो हामीले यो जिम्मै हामीले लिएनौँ। यो जिम्मा कसको जसले मेसिन दिन्छ उसैको। त्यो कल्चरमा हामी जानै परेन। हामी त पैसा हिसाब गर्ने अब उसको खातामा पैसा सेरोको पहिले जाँदैन हाम्रो खातामा आउने दिने हामीले उसलाई के गर्नु होइन। दुइटैको हुन्छ। अनि उसलाई के छ आन्तरिक स्रोतबाट चाहिँ तिमीले तत्कालै त्यही महिनाको पहिलो हप्ताभित्र पैसा पाउँछौ। हाम्रो आएको बिमाको चाहिँ जहिले साइकलमा पैसा आउँछ त्यहिले पाउँछौ। उसको त्यो पनि सम्झौता। बिमाको पैसा त ढिला हुन्छ कहिले आउँदैन फेरि उसलाई यतातिर दिने पैसा त हामी थ्याक्नु सक्दैनौँ नि त। त्यसमा उसलाई के छ भने हामीले अहिले 40 लाख भयो 40 लाखमा ल्याबको कति छ त्यो क्यासबाट कति भएको भनौँ न 30 लाख भएको तिमी पर्दैन भेटाउनु परेन। 30 लाख छ भने हामीले के गर्नु पर्यो उसलाई क्यासको 30 लाखको 40% चाहिँ उसलाई दिनु पऱ्यो है। अरू पैसा त यहीँ रहन्छ त्यही खातामा रहन्छ त्यो गरिरहेको छौँ। यसो मैले हजुरलाई कि पब्लिक प्राइभेट पार्टनरसिप अहिले धेरै अरू पनि इन्स्टिट्युटहरू हामीले इन्ट्रेस्टेड भएको छन्। विशेष गरी अब त बिस्तारै हस्पिटलको 1200-1300 सङ्ख्या भइसक्यो। डाक्टर साहबहरू हजुरलाई थाहा होला
ल हाम्रो एमआरआई राखिदिनु न, बरु पार्टनरसिप गरौँ सेरो जस्तै भन्ने। हाम्रो चाहिँ सिटी स्क्यान मेसिन राखिदिनुहोस् न, हाम्रो अल्ट्रासाउन्ड मेसिन राखौँ नि त। हाम्रो आँखाको चाहिँ हामी जिम्मा लिन्छौँ नि त, आँखाको इक्विपमेन्ट सबै हामी ल्याउँछौँ, त्यो सर्भिसमा कन्ट्र्याक्ट गरौँ त भन्ने टिमहरू धेरै आइसक्यो। यो त पैसाले पैसा तान्ने कुरा त रहेछ त। बिरामी भएपछि त त्यो प्राइभेट सेक्टर त्यसै आकर्षित हुँदो रहेछ कि यो मैले यति सेयरिङ किन गरेको भने हजुरहरूलाई पनि स्रोत म्यानेजमेन्ट गर्न चाहिँ, किन अब नगरपालिकाले सबै काम गर्नुपर्छ, एउटा मात्रै गरेर पुग्दैन। कहिलेकाहीँ काम गर्दा प्रायोरिटीमा हजुरलाई गर्छु भन्दा आउँदैन, गाह्रो आउँछ। त्यो कुरा चाहिँ दुई तिनवटा बाटो लिनुभयो भने चाहिँ अलिक सजिलो हुन्छ कि भन्ने कुराले गरिराख्नु भयो होला। यदि काहीँ त्यो भएको रहेछ भने यो कुरा हजुरले अलिकति सोच्ने कि भन्नको लागि मैले भनेको। मैले यहाँभन्दा धेरै अब केही भन्नु, सेवा सुविधाहरू यहाँ छ, सर्भिस भइसकेका छ, अरू कुराहरू भइसकेका छ भनेपछि त हामी त त्यहाँ त धेरै पछाडि छौँ नि त। हामी त बल्ल त्यो बाटो जान खोज्दैछौँ, त्यो बाटो जान खोज्दैछौँ। त्यहाँ सिक्दा पनि हामी अवश्य यो निमन्त्रणा पाएँ हाम्रो टिमलाई लिएर। डाक्टर साहब तपाईँको पनि जनकपुर उद्योग जाने होइन साथीले हुनुहुन्छ मेसु कोर्डिनेसन गरेर मलाई के लानुहुन्छ नि, हामी लाने हो, तपाईँ पनि जानु, म त्यही गाडीमा जाने हो। ल त्यही हामी यो टिमै आउँछ है त्यो चाहिँ गर्न बुवा मेरो साहबको आतिथ्यता लिनलाई त्यहाँ आउँछ हामी लालगञ्ज यसो घुम्नलाई होइन। यति राम्रो सहर, गोलबेडाको सहर एकदम चाहिँ होइन। हामीले जलकेरी मन्दिर पनि गएको थिएन त्यहाँ चाहिँ, अरू जहाँ छ हामी त्यहाँ घुमाउला, भएको चिजहरू सुनेछ सबै कुराहरू सेयर गरौँला। अब यो भन्दाखेरि अप्ठ्यारो नमान्नु त, हामी राजनीतिक कर्मीहरूले चाहिँ अलिक आँट गरिदिएर बुवाहरू जस्तो व्यक्तिबाट अझै सिकेर अनुभव, उहाँहरूको जोस चाहिँ उहाँ र मेरो तिनजनाको चाहिन्छ। हजुरमा अझ बढी होला जोस चाहिँ हामी यस्तै युवाहरूको अलिकति बढी चाहिने, अनुभव चाहिँ फेरि त्यहाँबाट लिएर अलिक होस पनि राखेर अहिले परिवर्तन हाम्रो आन्दोलनमा चाहिँ व्यक्तिगत सम्पत्ति नोसार सरकारी नोसार सम्पत्ति आगोवाला थिएन। त्यो होस् भएन भने जोस भयो, होस् भएन त्यसलाई गरौँ। फेरि स्वागत गर्दै पछि फेरि हामी सेयर गरौँ। मैले केही कुराहरू आज तपाईँले गर्नु, म चाहिँ त्यो मेरो एउटा दिमाग, म त नेसनल लिडर भए पनि मेरो एउटा सपना छ कि म जुन दिन नेसनल लिडर हुन्छु मेरो विकासको प्रायोरिटी म चाहिँ तराईले दिन्छु। पहिलो मान्छे त्यहाँ छ तर हिमालमा विकास हालेर पैसा हालेर के हुन्छ, त्यो हिमाल त्यो हेरेर देखाइदिनु भयो कि हेर्नलाई लाने त्यहाँ विकास गरेर नेपालको विकास तीव्र हुन्छ। सबै आधार त्यहाँ बनाउनुपर्छ भन्ने मलाई लागेको छ। आज त्यो लालबन्दी नगरपालिका छ, यति सेयर गर्नुपर्दा खुसी लाग्यो। धन्यवाद।